पावर छ पहुँच छ भन्दैमा मान्छेलाई यसरी कुट्न पाइन्छ दाइ केही भनेको छैन दाइ यार तपाईँले यार दाइ यार केही भनेको छैन दाइ यार तपाईँ थेट दाइ यार होइन क्या दाइ यार के भनेको छैन दाइ यार तपाईँ कहाँको मान्छे रहेछ यो मान्छेको फोटो भिडियो म्याक्सिमम मान्छेले सेयर गर्नुहोस् है यो मान्छेलाई चेताउन एकदमै धेरै जरुरी छ आफ्नो ठाउँमा आफ्नो गाउँ भयो भन्दैमा मान्छेलाई यति धेरै दादागिरी देखाउन मिल्छ तपाईँ कति तपाईँले यताबाट आएको भएर गरे म त उसले ओभरटेक गर्दा थियो नि त अलिकति उ गरेर तिमीले मर्छ विचार गर है स्पिड होइन तिमीले हेपेर आएको तिमीले नखाएछ मलाई होइन आयो भने तिमीले म जे पनि गर्दैछु यहाँ त्यस्तो होइन दाइ त्यस्तो भन्नु खोले होइन दाइ तिमीले हेपेर आएको मलाई ठुलो कुरा नगर आफ्नो छातीमा हात राखेर बोल हेपेर आएको हो कि यति भन तपाईँ त्यसरी पेलेर आउनु भएको अनि मैले ओभरटेक गर्दै थिएन अहिले तपाईँमा म त केही भनेको छैन दाइ सरी भन्दा छु दाइ तपाईँले तिमीले मलाई के पनि गर्छ नि भाइ मलाई आँखा चिम्लेर बस्नु मलाई हान्देऊ ल म छेडिदिन्छु मलाई ढालेछ भने त्यस्तो होइन दाइ यार हामीले त हामी कुरा गरेको छैन के भन्नुहुन्छ साथीहरू तपाईँहरू यसलाई गल्ती भन्नुहुन्छ कि दादागिरी भन्नुहुन्छ कमेन्ट गर्नुहोस् है